वेलकम टू ब्लग गाइज। हाई नमस्ते। अब चाहिँ म रेडी भइसक्यो। त्यहाँ कन्सर्ट छ निजरमा, होली कन्सर्टमा हामीलाई प्रोग्रामको लागि बोलाएको छ। अनि त्यसको लागि चाहिँ म चाहिँ रेडी भएर निस्क्यो। अनि साथीहरू भेट्छु। साथीहरू भेटेपछि रमाइलो हुन्छ। आज के हुन्छ हेर्दै गर्नुहोस्। तपाईहरु पनि रमाइलो गर्नुहोस्। यो ब्लग हेरेर प्लिज शेयर एन्ड सब्सक्राइब चाहिँ जसरी नै गर्नु है गाइज। टेक केयर। अब चाहिँ म हिँडेको रोडतिर साथीहरूलाई भेट्छु। के को भइस क्लासमा हेर्नु। म चाहिँ क्लासभित्र आइपुग्यो। ड्रेस पनि चेन्ज गर्यो, भेष पनि चेन्ज गर्यो। अब 1-2 घन्टा बाँकी छ। त्यसमा प्र्याक्टिस गर्नुपर्ने एउटा गीत। हेलो नमस्ते सबैलाई। हेलो सर पनि हिरो बनेर आएको छ। आज चाहिँ केटी पठाउने होला 4-5 वटा हैन। एउटा भाइ चाहिँ त्यो पनि हो, तर 4-5 वटा भए झन् मजा हैन भाइ। चाहिने हो नि हैन। भाइ टाक्नु भएको छ। एउटा नि छैन, 2-3 वटा छ भाइको जब नि छैन। बिला भाइ प्र्याक्टिस गर्ने हैन। अब भर्खर आएको हामीले 1-2 घन्टामा प्र्याक्टिस सुरु गर्नुपर्छ। 1-2 घन्टामा प्र्याक्टिस गरेर अनि प्रोग्राम जानुपर्छ। आज के हुन्छ हाम्रो प्रोग्राममा हेर्दै गर्नु, बस्दै गर्नु। फक दि प्रोग्राम हैन गाइज। अब चाहिँ फिल्ममा फ्लिप हान्न आइसक्यो। यो मुजीहरू काम छैन, अहिले सिकिरहेको छ फ्लिप। अहिले आधी घन्टामा जानु चाहिँ यिनीहरू फ्लिप सिकिरहेको छ। न ड्रेस मिलाएको छैन केही। अहिले फ्लिप हान्न अहिले सिकेर पो नि गाइस हामी जे गर्छ अन द स्पट गर्छ। सुन गाइस अन द स्पट खुसी खबर बस मुजी त के हो कति ढिलो आलु का मुजी न सुजी गाइस। आज चाहिँ चस्मा हेर्दैन कस्तो राम्रो चस्मा लाग्दै चस्मा भाइहरुलाई कुसुरा चाहिँ चस्मा लाग्दै ढिलो ल्यान्डिङ गर्दा अलिक डर लाग्यो। यो तु मान्दैन यो नि एकदम लफाङ्गा जोसँग नि पाङ्गा लफरा अनि दङ्गा पवित्र गंगा गाजा र गोटी भाग्न धतुरा। यो गाइस आज चाहिँ खानु चाहिँ हुँदैन गाइस। बाङ धतुरा खाँदैन। केडी पनि एउटै हुनुपर्छ। राम एउटा भएपछि सीता एउटा हुनुपर्छ। अनि गाइस हामी एकछिनपछि तयारी गरेर छौं। हाम्रो भाइ बहिनीहरु सबै तयारी गरेर सबै आज रमाइलो गर्छ गाइस। आज बबाल हुन्छ गाइस। हेर्नु म आज डर लाग्यो। फेरि एकचोटी ताली रेडी यस्तै आइरहनु छ। रेडी रेडी हो रेडी यस्तै अब चाहिँ स्टेजको फ्लिप चेक इट आउट बेबी। हेलो गाइस फाइनली हामी चाहिँ ड्रेस लिन हाम्रो साथी घर आइपुग्यो। प्रदीप घर हैन। प्रदीप मुनाले राम्रो दिएन भने नि यसलाई त म जुत्तै हान्छु। लाइट साइड बाल्न भाइ कति अन्ध्यारो भयो। लाइट बाल्ने कुर्ता देखा कुर्ता ओइ साला झुकेगा नै। गोरु देखिरहेछ कि कालो देखिरहेछ भाइ। म यस्तो भयो भने त म फिदा कुर्ता चारो मलाई चाहिँ राम्रो चाहियो भाइ। अल्टो कुर्ता भयो भने म चाहिँ गर्छु है कस्तो भइरहेछ। यही कुर्ता हो यसको लाएर आज चाहिँ बोरामा कुर्ता लगाएर नाच्नु पर्यो। कुर्ता र धोती लगाएर अनि त्यो भएर मालै टुट्यो यार। फेरि बनाइदिएँ बस। अब चाहिँ कति चाहियो तोस मेरो कामको चाहिँ के कामकोमा लाग्यो। हामी चाब निस्किन थाल्यो। रेडी भएर केटाहरू आइसक्यो। हामी चाब निस्किन थाल्यो। हस्दै गाइस कस्तो हाम्रो दोस्त आइसक्यो। हिपहप लगाएर कसम के हो जो चाहिँ गर्लफ्रेन्ड 2-3 वटा बनाउला हिपहप पुरै हिपहप। यो डान्स जान्छ लगाइ जान्छ। अब त्यहाँ भेटेपछि ड्रेस लगाएर अब रेडी भइसक्यो हिँड्नलाई। ड्रेस लगाएर गडाहरू यस्तो लाग्छ। शर्माले पनि यस्तो लाग्छ। ओइ दाइ कल गर्नु एकचोटि कालेको मोबाइलमा। म कालेको मोबाइल कल हामी चाहिँ निकाल्यो कुर्ता धोती लगाएर आज चाहिँ कल्चरल प्रोग्राम मोबाइल भेटेन चेकआउट हामीले पोस्ट हान्छ। गाइस त्यहाँबाट आएको मान्छे मैले चिन्दै गाह्रो गाइस। यो नै पहिलोचोटि ला हो कस्तो
बास सुरजले चाहिँ 100 हालेको छ गम्चा स्टाइल ल हामी रेडी भयो भाइ भाइ त सानो पण्डित हेरिरहेको छ कस्तो हेरिरहेको छ भाइ सबैमा गएर सब्सक्राइब गर्ने सुरज कुद्न कुद देख्छ कि देख्दैन हेर्न थाले तल देख्दैन रहेछ फोटो खिचाउनु हो केटा सबैजना एकैचोटि सब गाइज हामी चाहिँ निसक्यो ओपन सर्टको लागि सँगै जाने बवाल चाहिँ हुनुपर्ने चाहिँ गर्दै गएको छ है फाइनली गाइज आइपुगेको छु यहाँ गेटमा नमस्ते रानी ब्लग बास त्यस्तो चाहिँ हुनुपर्छ है गाइज तपाईँलाई सब्सक्राइब सेयर राम्रो भिडियोहरू गइरहेको छ गाइज हामी चाहिँ यस्तो हो पिस आउट गाइज मेरो बहिनीहरूलाई निकै रङ्गी चङ्गी पोसाकले सजेर आउनु भएको छ एकपल्ट यहाँहरू सबैले जोरदार तालीले स्वागतको लागि मिला राखेको छु प्लिज टाढा टाढाबाट पनि जाँदा बस्नु भएको छ त्यहीँबाट ताली मारेर उहाँलाई स्वागत प्लिज पनि आइसकेको छ ब्युटिफुल कसम किनारको लाइन लाग्छ है गाइस लाइन लगाउने हो चाहिँ भनेपछि नम्बर भनौ नभनौ यति राम्रो मान्छेको गर्लफ्रेन्ड छैन भने म बताउँदैन त्यसरी गर्लफ्रेन्ड मन्दिर हो लास्टलाई सिङ्गल हुनु छ भने बताउनु मेरो त छैन मेरो चाहिँ छैन रिएक्सन भिडियोको लागि जान्छ म कहाँ हो थमेल बजाना गीतको बोल थमेल बजाना लैजाऊ घुमाउन Public reaction. जीने की ख्वाहिश ने